हेलो साथीहरू, गुड मर्निङ। आज चाहिँ मेरो नास्तामा बन्दैछ जोगी तरकारी, मिक्स भेज पनि भनिन्छ। मिक्स भेज त अब के भन्ने र यसलाई। अब मिक्स भेजमा धेरै भेराइटीहरू मिसाउनुपर्छ। मसँग चाहिँ यति नै थियो सब्जीहरू। बोडी, आलु, सिमला मिर्च चाहिँ मैले बनाउँदैछु आज, किनकि मैले आज नास्ता बनाउँदै थिएँ बच्चाहरूको लागि। अनि नानीलाई चाहिँ के बनाउनु भयो भन्छ, के बनाउनु भयो भनेर किचन आएर हेर्छु नास्ताको लागि। अनि मैले चाहिँ आज फ्राई राइस बनाइदिएको छु नानु। अनि फ्राई राइस त सुक्खा मात्रै, मम्मी कसरी खाने, कस्तो खालि सधैँ फ्राई राइस हालिदिनुहुन्छ भन्छ। घाँटीमा चाहिँ अलिक गाँठो पर्छ अरे क्या, सुक्खा हुन्छ अरे फ्राई राइस। त्यही भएर चटनी पनि बनाइदिएको थिइनँ। ल त ल म तरकारी पनि बनाइदिन्छु भनेर तरकारी बनाउन लागेँ। तरकारीमा चाहिँ यही आलु अनि बोडी, अलिकति बोडी थियो, अनि सिमला मिर्च थियो एउटा, त्यो पनि काटेँ। अनि अलिकति 2-4 खुर्सानी हरियो अनि टमाटर काटेर राखेँ। अनि फटाफट मैले यसरी काटेँ। अनि एउटा गरेर भाँच्न चाहिँ, केलाउन चाहिँ अलिक टाइम लाग्छ नि त, त्यसरी मैले धेरै मुठीमा लिएर मजा चक्कुले काटिदिन्छु क्या। हजुरहरू चाहिँ कसरी केलाउनुहुन्छ बोडी, मैले चाहिँ यसरी गरिदिएँ। अनि यहाँनिर मैले तेल राखेँ, तोरीको तेल लिएको छु मैले। सब्जी चाहिँ तरकारीहरू चाहिँ तोरीको तेलमै मिठो हुन्छ। यहाँनिर चाहिँ जिरा फुराइदिएँ। अनि केही न केही फुराउनु पर्छ क्या मलाई तेलमा। अनि कडी पत्ता थियो यहाँ, त्यो पनि राखिदिएँ मैले। कडी पत्ता चाहिँ दालमा, कडीहरूमा राख्नको लागि लिएर आएको थिएँ। मेरो कडी पत्ताको चाहिँ बुर्दु ठुलै भइसकेको थियो। अहिले चाहिँ सुके खै के भएर सुक्यो पानी धेरै भयो के भयो, यस्तो मनपर्छ कडी पत्ता। जेमा पनि कडी पत्ता, दालमा पनि झानी कडी पत्ताले हो, म त जेमा पनि कडी पत्ता राखिदिन्छु क्या। एकदम राम्रो हुन्छ, हाम्रो कपालको लागि पनि राम्रो हुन्छ, स्किनको लागि पनि राम्रो हुन्छ क्या कडी पत्ता। त्यसैले मैले साथीकोमा गएँ नि लिएर आउँछु र फ्रिजमा राख्छु प्लास्टिकमा हालेर। अनि यहाँनिर मैले चाहिँ रातो आलु लिएको छु साथीहरू। यो आलु चाहिँ मैले आज छिल्का पनि फालेँ होइन है, किनकि यो रातो आलु चाहिँ मजाले धोएर हातले मिची अब सहरतिरको आलुमा केमिकलहरू हाले हुन्छ होला, गाउँमा त अब हाम्रो अर्ग्यानिक हुन्छ है, हामी सधैँ यसरी नै खाइन्थ्यो। अनि यो बाहिरको तरकारीहरूको छिल्का चाहिँ नफालिकन बनाउनु अरे के। तरकारीको छिल्कामा एकदमै राम्रो प्रोटिनहरू हुन्छ भनिन्छ, भिटामिन पाइन्छ भनिन्छ नि त। अनि मैले अर्को लामो आलुको त मैले छिल्का फाल्छु, यो चाहिँ एकदम सुक्खा हुन्छ, ओभान हुन्छ। मलाई यो छिल्कासँगै आलुको भुजिया यस्तो बनाएको एकदम मनपर्छ क्या, ड्राई गरेको। अनि त्यही भएर बच्चाले यस्तै मन पराउँछ न। मैले आज चाहिँ मजाले धोएर यसै लामो बनाएर हल्का भुजिया मसिनो बनाएर काटेँ। अनि यहाँनिर सिमला मिर्च, हल्का आलु भुटेँ। आलु भुटेर सुक्खा भएपछि चाहिँ रातो भएपछि चाहिँ तरकारी यो बोडी अनि सिमला मिर्चहरू सबै राखिदिएँ। अनि मसलाहरूमा हल्दी, जिरा धनियाँको पाउडर, स्वादअनुसार नुन, अनि रातो खुर्सानीको पाउडर, अनि काटेर राखेको टमाटर, खुर्सानी सबै झ्यापझुप बनाएर सबै हालिदिने हो क्या म त। अनि पर यसरी भुट्ने हो मजाले, चलाउँदै छोप्दै चलाउँदा पनि। मलाई त फेरि नाकको एलर्जी छ, अलिकति पिरोको खार लाग्यो नि, आछिम आएर मलाई कस्तो भएको छ क्या। यतिखेर चाहिँ एकदम आछिमहरू आउने, अनि यस्तो हुन्छ नि, हल्का पानी छिड्कदै पानी राख्दै अनि छोप्दै चलाउँदै पकाउनु पर्छ। अनि खार लाएर मेरो नाक त यति छ कि, बाख्राको नाक हुन्छ नि, बाख्रा चाहिँ ठीक गरेर चाहिँ नाक पानी चुहेको त्यस्तै हुन्छ मलाई। खै के भयो एलर्जीले गर्दा ननस्टप मलाई आछिम आएको आइहाल्छ क्या। आउन थालेपछि पिरो हुनुहुन्न, धुलोहरूबाट एकदम एलर्जी छ, दबाई नै खानुपर्छ। दबाईमा धेरै त खान्न, यस्तो भयो भने लास्टै भयो भने दबाई खान्छु मैले चाहिँ, नत्र अनि पानी बगिहाल्छ नाकबाट, कामर लाला घिन लाग्छ, फेरि फाल्न गएकोकै धोको जानुपर्छ। यति इरिटेट हुन्छ मलाई यो नाकले बेला। अनि यहाँनिर चाहिँ मैले तरकारी पाकिसक्यो। अनि त्यसपछि मैले चाहिँ यहाँनिर फेरि अब फ्राई राइस बनाइदिएको छु। फ्राई राइस चाहिँ म त अहिले खान्न भने फेरि रोटी बनाउनलाई आँटा गुँदेको छु। आँटाको रोटी सबैजनाले नास्तै हुन्छ हल्का तरकारीसँग भनेर चाहिँ रोटी बनाउन थालेँ। रोटी पनि साथीहरू अहिले त यो आँटामा पनि अब यो बर्सातको टाइम भएर होला नि, घुनहरू किराहरू लाग्दो छ, सबै छानेर हल्का लाउन थालेको थियो। फेरि सबै छानेर देखेपछि, नदेखेर के हुन्छ, देखेपछि त कस्तो लाग्छ के। अनि मजाले छानेर सबै राखेको छु मैले। अब यो बर्खामा चाहिँ धेरै पिठो ल्याउनु हुँदो रहेछ, पानीले गर्दाखेरिमा चाहिँ अलिक ओसा हुँदो रहेछ क्या, के भन्छन् त्यसलाई, ओस लगाएपछि चाहिँ किराहरू हाल्दो रहेछ क्या पिठा आँटाहरूमा। अनि रोटी चाहिँ मैले यसरी बनाउँछु साथीहरू। मैले चाहिँ ग्यासमा कहिले पहिला ग्यासमा फुलाउँथेँ मैले, अहिले चाहिँ यसरी तावामै फुलाउँछु। एउटा रोटीबाट अर्को रोटीमा राखेर हातमा मजाले फुल्छ, यसरी खाँदा रोटी राम्रो हुन्छ। हजुरहरू चाहिँ कसरी बनाउनुहुन्छ रोटी? अनि रोटी आजभोलि चाहिँ हाम्रो घरमा रोटी कमै बन्छ, किनकि म बेलुका चाहिँ लेट आउँछु, बेलुका छोरी पनि लेट आउँछ,
कति बेला बनाउनु रोटी भनेर भातै बन्छ। अनि बिहानमा चाहिँ नास्तामा गऱ्यो भने हो रोटी, नत्र खासै रोटी पहिला त डेली बेलुका चाहिँ रोटी नै बन्थ्यो हाम्रो घर। अहिले चाहिँ आजकल चाहिँ कम भएको छ, रोटी चाहिँ बिहान मात्र बनाइदिन्छु, बेलुका नि अब टाइम भयो भने बन्छ, नत्र अन्त ढिलो भयो भने भातै हो। अनि सिटी लगायो खायो, भात अब छिटो बन्छ नि त भात, रोटीलाई टाइम लाग्छ, यसरी मजाले बेल्न पऱ्यो गर्न पऱ्यो, फेरि टाइमै लाग्छ। अब जसरी खाना त पऱ्यो, जति टाइम लाग्यो जे गरिन्छ, जति थकाइ लाग्यो पकाएर खाना परिहाल्यो। साथीहरू खानाको लागि नै दुःख गर्नु परेको छ भनेर ल आज चाहिँ मेरो नास्ता तयार भयो। तरकारी यता कति नखाइ खाउँ तरकारी लाग्ने तरकारी छ, अनि रोटी पनि भयो। अनि फेरि मैले अब नानुलाई छोरीलाई चाहिँ फ्राई राइस एउटामा तरकारी प्याक गरिदिएँ। फेरि मैले चाहिँ यो चाहिँ फ्रुटहरू पनि हल्का काटिदिएँ, बेलाउती अनि स्याउ हल्का काटिदिनु मम्मी, बेलुका खान्छ नि त उसले। अनि बेलुका खानाको लागि मैले यसरी प्याक गरिदिन्छु। दिउँसो त लन्च हुन्छ, अनि बेलुका फेरि भोक लाग्छ भनेर स्न्याक्समा यो खान्छ कि यसले। अनि हल्का चाट मसला राखिदिएँ, अनि टुथपिक राखिदिन्छु यहाँ खानालाई सजिलो होस् भनेर। अनि यसरी राखिदिन्छु, हल्का हल्का कालो हुन्छ होला भए पनि खान्छे। हिजो त फर्काएर लिएर आइ थिएँ, हल्का हल्का चाहिँ पुरा पनि खाँदिनँ, चिप्री गरेर खाने के। बच्चाहरू पनि गम खाँदैनन्, खै जति कराउँदा नि हुँदैन। अब सानैदेखि लागेको बानी, नानीदेखि लागेको पानी के सिनो पानी लाउँदा नजानी भने जस्तो हो कि, बानी भनेको सानैबाट जस्तो त्यस्तै हुँदो रहेछ कि। अब जति भने मान्दैन बच्चाहरू, छोरो पनि एकदम ढिलो लेट खान्छ, नानी पनि किली गरेर खान्छे। अब यहाँ चाहिँ मैले सबै यो टिफिनहरू सबै प्याक गरिदिएँ, अनि यसरी लगाइदिएँ। अनि फेरि पानी हुन्छ मम्मी, भारी गरुङ्गो हुन्छ, हात झुनाएर जान भन्छे, यति पनि गरौँ हुन्छ अरे बच्चाहरूलाई। अब के गर्ने, अब आजभोलिको बच्चाहरू यस्तै हुन्। अब टाढा पनि छ कि फेरि जानुपर्ने, अनि त्यही भएर नि होला नि, अब कहिले इरिटेट हुन्छ होला, हातमा झुनाएर हिँड्नुपर्छ, ब्याग पनि हुन्छ भारी उसको। अनि त्यसरी हल्का सानो चम्चा राखिदिएँ, एक दिन त चम्चा राख्न भुलिन्छु, आज चाहिँ नबिर्सिकन याद गरेर राखिदिएँ। अनि नास्ता खाएर ल्याएर ल्याउनु यो प्लेटमा रोटी त्यहीँ राखिदिएँ, यति चुडेर खाने हो, अनि त्यहीँ राखिदिने, यो एउटा रोटी पनि सक्दिनँ। अनि त्यहाँ अब मैले यसको नास्ता, बच्चाको नास्ता भयो, प्याक गरिदिएँ। अनि यहाँनिर चाहिँ चिया बनाउँदै थिएँ मम्मी, बोतलको ढक्कन त खोलिएन, ल त खोलिदिनु भनेर यति टाइट लगाएको रहेछ बोतलको ढक्कन, जबरजस्ती बल्ल खोलिदिएँ मैले। अनि मैले यहाँनिर चिया बनाउँदैछु, चियामा चाहिँ आधा तेजपत्ता राखेर बनाउँदैछु। मलाई चाहिँ कडक चिया एकदम मनपर्छ, अनि एकदम खलाएर हुन्छ नि, एकदम पकाइ आज आरामसँग पकाएर बनाएको चिया एकदम मिठो लाग्छ कि मलाई। अनि यसरी पुस्ता उमाल्ने बित्तिकै चाहिँ चियाको स्वादै आउँदैन जस्तो लाग्छ, यसरी चलाउँदै पकाउने हो। अझ धेरै बेर चाहिँ पकाएको छैन मैले, अझ पकाउँछु। धेरै चियापत्ती चाहिँ कम हाल्नुपर्छ, मजाले पकाउँदैन, चियापत्तीको फ्लेभर चाहिँ जम्मै चियामा आउनुपर्छ, अनि एकदम टेस्टी बन्छ यसरी चिया। अनि चिया नि चिनी चाहिँ मैले धेरै एकदम कडा खान सक्दिनँ, लाइटै हो चिनी चाहिँ। अनि मैले यहाँनिर चिया पाकिसक्यो मेरो, अनि मैले चाहिँ यहाँ चिया राख्न लाएँ। मलाई चाहिँ स्टिलको कपमै मनपर्छ चिया, कि छिटो सेलाउँदैन, तातो भइरहन्छ, किनभने मलाई पहिल्यैदेखि बानी छ चिया चाहिँ स्टिलमै खान मनपर्छ। मैले आफ्नो घरमा चाहिँ म यसरी नै पिउँछु। अब यहाँनिर चाहिँ रोटी सब्जी